जामुनेदेखि सेती पुलसम्म 38.8 किलोमिटर सडक हाम्रो कार्यक्षेत्र हो। यसको सम्झौता हाम्रो 17 मे 2021 मा भएको भने सम्पन्न हुने मिति चाहिँ 31 डिसेम्बर 2025 सम्म हो। यसको सम्झौता रकम 7 अर्ब 40 करोड रुपैयाँ छ। र यसको कन्ट्र्याक्टर चाहिँ अनुई कुयान भन्ने चाइनिज कन्ट्र्याक्टरले काम गरिरहेको छ। यसको प्रगतिको कुरा गर्दा हालसम्म भौतिक प्रगति चाहिँ 50.34 प्रगति भएको छ भने करिब 37% जति चाहिँ हाम्रो वित्तीय प्रगति भएको छ। हालसम्म 35.7 किलोमिटर हाम्रो एकतर्फी कालोपत्री सकिएको छ। त्यसमा 19.27 किलोमिटर चाहिँ हाम्रो 4 लेन सकिएको छ भने 16.43 किलोमिटर चाहिँ हाम्रो एकतर्फी कालोपत्री सकिएको छ। अब हामीसँग एकतर्फी चाहिँ करिब 3 किलोमिटर मात्रै बाँकी छ। अब मान्छेहरू चाहिँ अब हाम्रो पिच सडकमा हिँड्न नपाउने किलोमिटर चाहिँ 3 किलोमिटर मात्रै रहेको छ। 12वटा पुल मध्ये 10वटा पुल सम्पन्न भइसकेको छ र 102वटा कलभर्ट मध्ये 92वटा सम्पन्न भइसकेको छ। हाम्रो त्यो बाँकी रहेको 3 किलोमिटरलाई चाहिँ हाम्रो ब्ल्याक टपले जोड्ने लक्ष्य चाहिँ जेठको अन्तिमसम्म चाहिँ हाम्रो बाँकी रहेको 3 किलोमिटर पनि सकिन्छ, प्लस असारसम्म चाहिँ हाम्रो पुरै 38 किलोमिटर चाहिँ हाम्रो 4 लेन गर्ने लक्ष्य छ। सो अनुसार कन्ट्र्याक्टर पनि साइटमा मोबिलाइज भइसकेको छ। 2021 सालमा एग्रिमेन्ट भएपछि 1 वर्ष जति कन्ट्र्याक्टर साइटै मोबिलाइज हुन सकेन हैन, उहाँहरू साइटै आउनु भएन। त्यसपछि ठेक्का तोड्ने भनेर हामी प्रोसेसमा लागेपछि त्यसपछि उहाँहरू साइट आउनुभयो हो। सुरुको वर्ष 7% मात्रै प्रगति भएको थियो, त्यसको अर्को वर्ष 27% सम्म पुगेको थियो अनि यो वर्ष चाहिँ 50% पुगेको छ। कन्ट्र्याक्टर साइट मोबिलाइज भइसकेपछि 2 वर्ष चाहिँ उसले काम चाहिँ सन्तोषजनकै काम गरेको भन्न सकिन्छ। बीचमा काम गर्न चाहिँ हाम्रो बिजुलीको पोलहरूले केही समय डिस्टर्ब भयो हामीलाई अनि खानेपानी बिजुलीको पोल रुखहरू लगायतको रिलोकेसनको कारणले केही समय ढिला भयो। अझै पनि लगभग 424वटा पोलहरू चाहिँ अझै हटाउन बाँकी छ। त्यसले गर्दा काममा हाम्रो यताबाट कोतले जानेको हाम्रो राइट सेक्सनमा चाहिँ राइट सेक्सनको सैनिक बस्तीदेखि विश्वविद्यालयदेखि सैनिक बस्तीसम्म र आदर्श चोकदेखि तालचोक खण्डहरूमा चाहिँ हाम्रो बिजुलीको पोलले काम अहिले पनि डिस्टर्ब भइरहेको अवस्था छ। मेन चाहिँ बिजुलीको पोलको समस्या देखिरहेको छ हाम्रो हैन। हाम्रो 424वटा बिजुलीको पोल अझै हटाउनै बाँकी छ। त्यो मध्येमा हाम्रो 157वटा पोल चाहिँ हाम्रो 4 लेनको मेन लेनमै परेको छ अहिले। अनि मैले भनेको तालचोकदेखि आदर्श चोकसम्म र विश्वविद्यालय चोकदेखि सैनिक बस्तीसम्ममा चाहिँ हाम्रो छ। अनि डाँडाको नागदेखि विजयपुरसम्म को पोलहरूले अलि डिस्टर्ब हाम्रो काममा अलि डिस्टर्ब भएको छ अहिले। आज पनि हामी उहाँसँग समन्वय मिटिङ प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा समन्वय मिटिङ बसेको थियो आज। अनि उहाँहरूले चाहिँ अब हप्ता 10 दिनमा चाहिँ हामी त्यो पोल सबै हटाइसक्छौँ भन्नुभएको छ। यदि उहाँहरूले त्यो पोल हप्ता 10 दिनभित्र हटाउनु भयो भने हामीले असार मसान्तसम्म चाहिँ हामीले कोत्रेदेखि सेती पुलसम्मको 4 लेन चाहिँ सबै सक्छौँ। हाम्रो देशमा 2टा टावर छ, केबल भयो। हजुरले प्रिस्टेज ब्रिज भनेर नेपालमा धेरै बनिसकेको छ। प्रिस्टेजले यसमा प्रिस्टेज प्लस केबलले पनि लोड लिने, प्रिस्टेजले पनि लोड लिने भएको भएर यसलाई एक्स्ट्रा ब्रिज भने हो हैन। प्रिस्टेजले मात्र लोड लिन नसक्ने, त्यसको लागि हामीले केबल टावर मार्फत 2टा केबल छ। यसको हाम्रो एउटा पुलमा 2टा केबल छ हैन। हाम्रो 190 मिटरको पुल हो। एक्जिस्टिङ पुलको अपस्ट्रिम र डाउनस्ट्रिम 2 लेनको पुल बन्छ हाम्रो। टावर प्लस प्रिस्टेज भएको भएर एक्स्ट्रा रोज पुल भन्ने यो चाहिँ नेपालको फर्स्ट ब्रिज, पहिलो ब्रिज हो। यसलाई पनि यसको म्याच चाहिँ 2025 को सेप्टेम्बरसम्म छ अब हैन। अब म्याच चाहिँ सकिसक्न लाग्छ। यसलाई सबै सम्पूर्ण रूपमा सम्पन्न गर्न चाहिँ 1 वर्ष समय लाग्छ। अहिले 2064 को 14 संशोधनले हामीलाई त्यति फरक पार्दैन। यसले हाम्रो चाहिँ नर्मल परिस्थिति चाहिँ 120 क भनेको विशेष परिस्थितिको म्याद थप हो। त्यसमा चाहिँ अहिलेसम्म म्याद सकिएका म्याद थप नभएका प्रोजेक्टहरूको हकमा लागु हुने विषय हो। हाम्रो चाहिँ प्रोजेक्टको म्याद छ अझै। अब प्रोजेक्टको म्याद थप्नलाई चाहिँ हाम्रो नर्मल प्रोसेसबाटै हुने भएकोले यो 14 संशोधनले हामीलाई त्यो तात्तिक असर थियो। विजयपुरको पुल सुरु हुन चाहिँ सुरुमा केही टेक्निकल कारणले चाहिँ विजयपुरको पुल चाहिँ ढिला सुरु भयो हैन। अनि त्यो सुरु भएदेखि अहिले चाहिँ सब स्ट्रक्चरसम्म चाहिँ हाम्रो सबै काम सकिसकेको छ। अब सुपर स्ट्रक्चर काम बाँकी छ। बर्खा अगाडि एक स्पान चाहिँ हाम्रो सकिन्छ होला 3 स्पान मध्येमा। अनि हामीले त्यो विजयपुरमा चाहिँ अब विजयपुरको एप्रोच 50 मिटर बाहेक चाहिँ अरू चाहिँ हामी बर्खा अगाडि सम्पन्न गर्छौँ। 50 मिटरमा चाहिँ
अब त्यो सम्पन्न हुनलाई चाहिँ अब 82 को पुस माघसम्म चाहिँ लाग्छ हजुर। त्यो जस्तै अहिले हाम्रो 35.7 किलोमिटर भनेको हाम्रो एक तहको कालोपत्री भएको छ एकतर्फी। अब हाम्रो दोस्रो तहको वेयरिङ कोड अस्फाल्ट कङ्क्रिट भन्छौँ हामी, त्यो कालोपत्री गर्नु बाँकी छ। त्यो चाहिँ अब निर्माण व्यवसायले हप्ता 10 दिनभित्र त्यो पनि सुरु गर्ने प्लान छ उहाँहरूको। हाम्रो डिसेम्बरसम्म म्यादमा हामीले 4 लेन चाहिँ करिब सकाउँछौँ। अब हाम्रो फुटपाथदेखि सर्भिस लेनको काम चाहिँ केही बाँकी रहन सक्छ। यसको लागि हामी 83 असारसम्म चाहिँ हाम्रो काम सकिन्छ। हाइवे सडकै हाम्रो अब सर्भिस लेन सहित 4 लेन सडक चाहिँ हामी 82 को पुससम्म हाम्रो म्याद छ। 82 को पुससम्म चाहिँ हामी सक्छौँ करिब। अब बाँकी हाम्रो फुटपाथमा चाहिँ केही सोसल इस्युहरू पनि आउन सक्छ। त्यो फुटपाथदेखि लिएर हाम्रो ट्राफिक सेफ्टीहरूको काम सबै सम्पन्न गर्ने बेलासम्म चाहिँ हामीलाई 83 को असारसम्म चाहिँ लाग्छ।